नमस्ते सबैजना, म विशाल गौतम, हाल चाहिँ अस्ट्रेलिया। बोल्न मन लाग्ने, धेरै बोल्न मन लाग्ने, तर बोल्न चाहिँ लाज लाग्ने, अलिकति साइनेस नेचर भएर पनि होला हैन। नेपालको बारेमा हेरियो, धेरै नै हेरियो, सबैका इन्टरभ्यू हेरियो। 10 वर्ष हुँदा त्यस्तै थियो होला, अहिले 32-33 वर्ष लाग्यो। अहिले पनि लाइक सिचुएसन त्यही छ। नेताहरू कोट प्यान्ट लाउने, झल्किने, गाडी हिँड्ने, यतायता गर्ने, त्यो त्यही छ। अनि बाटाघाटा यताउता म गुल्मीदेखि बिलोङ गर्छु। उही नै छ बाटोघाटो। अब अलिअलि त हुने भयो, त्यो डोजर चलाएपछि अलिअलि त हुने भयो। करोडौँ बजेट पऱ्यो भने एभ्री इयर फेरि बढे बजेट पऱ्यो भनेर हामी खुसी हुने जनता। हामी अति नै भएर बोलौँ भनेर म फेरि हैन। त्यसपछि बजेट पर्ने बित्तिकै लाइक साथीहरू केटाहरूलाई पढाउनु, फेरि लाइक गाउँको केटाहरू लाइक सब ग्रुपबाट गाउँतिरै बस्ने भन्ने प्लान। अहिले मैले पनि त्यही घर बनाइरहेको छु। अहिले गुल्मीको म जुगुङ घोरादेखि बिलोङ गर्छु। अनि धेरै नचाहिने हामी नेपाली जनताहरूलाई फेरि एउटा सामान्य बाटो पिच भए पनि खुसी हुन्छ नि। पिच भयो, डोजर आए पनि हेर्न जाने खुसी। त्यति सजिला जनतालाई यत्रा वर्षसम्म सानो नेपाल छ, बजेट पर्छ, फ्रिज हुन्छ, फेरि काम हुँदैन। म लास्टमा त हर्क साम्पाङद्वारा एकदम फेभरेट म्यासेज गरेको चाहिँ त रिप्लाई गर्नु भएको छैन। एकदम ठिक। आफै सिमेन्ट किन्ने, ढुङ्गा बोक्ने, बरु झारा लाउने भन्छ नि हाम्रो गुल्मीतिर, झारा लाएर बाटो बनाउने, ड्याम बनि पो हाल्छ त। अब त्यही गर्ने। एकदम हर्क साम्पाङजीको श्रम संस्कृति पार्टी एकदम फ्यान भएको छु म। अब गर्ने चाहिँ त्यही यत्रा सांसद हेर्नुहोस् त, कति त्यही सांसद, एउटा सांसदको लाइक तलब लाइक 60-70 हजार प्लस गाडी प्लस कुरा नगर्सके सचिवदेखि लिएर साइड यो हुँदैन न। कति तिनीहरू काम कि फेरि सदनमा बस्ने, मिलाउने, कुरा गरेर हुँदैन के, एक्सन। हिजो मैले कुलमान घिसिङ को पनि म हेरेको थिएँ। त्यो एक्सन गर्ने हो त्यो। यो भयो भएपछि भयो, विकास गर्ने हो कि। अब हुनेछ, यो बनाउँछु, गर्नेछु, दिइनेछ, सिङ्गापुर बनाइनेछ, हुनेछ, गर्नेछौँ, आउनेछ। यो भविष्य छ छोडिदिउँ। बाटोहरू यताउता